देशका विभिन्न ठाउँहरूमा ठुलो वर्षा भइरहेको छ र यो वर्षा अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै मौसमविदहरूले जानकारी दिइरहेका छन् र सरकारले पनि त्यही अनुसार कदम चालिरहेको छ। सरकारले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्किन र घरमै बसेर सुरक्षित रहन आग्रह गरिरहेको छ। देशका विभिन्न ठाउँहरूमा पहिरो गइरहेका छन्, कहीँ बाढी आइरहेको छ र सरकारले खोला नाला नजिकै भएका बस्तीहरूलाई हटाउने काम गरिरहेको छ र सतर्कता अपनाउन आग्रह गरिरहेको छ, माइकिङ गरिरहेको छ। र तपाईँ पनि यात्रा गर्दै हुनुहुन्छ भने हाइवेको अपडेट लिएर जानकारी लिएर मात्रै निक्लिनु होला। अत्यावश्यक काम छ भने मात्रै निक्लिनु होला, नत्र ननिक्लिनु होला। र 18, 19 र 20 गतेका लागि भने काठमाडौँ जान नदिने भएको छ सरकारले। त्यहाँबाट निक्लिन र त्यहाँ प्रवेश गर्नको लागि सबै जिल्लाहरूबाट प्रवेश गर्न नपाउने भएको छ। र घरमै बसौँ, दसैँको बेला छ, अहिले चाडबाडको बेला छ, हतार नगरौँ। तपाईँ हिँडिसकेपछि पनि पहिरो खस्न सक्छ किनकि लगातार पानी परिरहेको छ। त्यसैले सकेसम्म घरमै बस्नुहोस्। निक्लिँदै हुनुहुन्छ भने जानकारी लिएर निक्लिनुहोस्, होइन भने चाडबाडको बेलामा सबै दाजुभाइहरू कति लामो समयपछि भेट हुनुभएको छ होला, गाउँमा लामो समयपछि आउनुभएको छ होला, तपाईँ त्यहीँ रमाइलो गरेर 2-4 दिन हतार नगरिकन बसिदिनु होला।